भोलि हाम्रो कन्स्ट्रक्सन साइटमा रेडिमेड पिलर उठाउनको लागि यति ठुलो क्रेन आएको छ। बहुत ठुलो छ हो। यसको त यो कति टनको होला भनेपछि हेरौँ न, यति ठुलो छ यो उठाउने मात्रै। मेरो टाउको दुईटा टाउको जत्रो छ, उठाउने मात्रै छ। चक्काहरू यस्तो हेभी छ यसको, छन्। कसरी देखाऊँ हो मैले तपाईँहरूलाई। मेरो यति छ यार, छाती मेरो छाती 5 फुटको चक्का रहेछ हो। 5 फुटको चक्का रहेछ यो हो क्रेन। डेन्जर छ क्रेन, डेन्जर ठुलो क्रेन। यो हो 32 mm को रड। 32 mm को रड कतिवटा छ? 1 2 3 4 5 6 7 8 9 दुना 18, 8 दुना 16 अनि यसो कतिवटा भयो? 33वटा जति भयो क्या हो। जोडौँ है ल। यो रेडिमेड कोलुमको लागि बनिरहेको छ। रेडिमेड एकदम प्रिकास्टिङ गरेर लगेर टक्क उठाएर राख्ने हो। यो रेडिमेड कोलुम झारिँदैछ। रेडिमेड कोलुम यसरी गाडीमा लोड गरेर आउँछ पिलर, पुरा टनका टन। यो रेडिमेड कोलुम आएको छ। अब उता झार्ने हो। अनि बाहिरमा कभर हालिदिन्थ्यो कि अर्को यस्तो दामी हाल्थ्यो। नेपालमा त यसरी खासै युज हुन्न नि त रेडिमेड पिलरहरू। अब के अरे उसमा ब्रिजमा मात्रै युज भएको देखेको छु मैले। बिम बनाएर टक्क ब्रिजमा लगेर टक्क लगेर राखिदिन्छन्। तर यहाँ चाहिँ पहिलोपटक देखेँ भनौँ न। प्रिकास्ट कोलुम कम्पनीमा थियो। कोलुम हाल्ने काम सुरु भइसक्यो। कोलुम हाल्ने काम सुरु भइसक्यो। क्रेनले उठाएर यसरी हालिँदैछ कोलुम। यस्तो कपमा पिलर हालिन्छ। पिलर हेतुन हालिसक्यो। पिलर ठडिसक्यो। फास्ट काम भयो।